गाइज वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ आज त्यो के अरे त्यो देखाउने छौँ, त्यो भन्छ त्यो हरन स्टोरी खाले त्यो देखाउँछौँ हामीले भन्ने छौँ। अर्को पाटोमा अझै श्रवण बोल्न चाहनुहुन्छ, हेर्नु होला। गाइस आज चाहिँ हैन हाम्रो आजदेखि चाहिँ हैन एउटा नयाँ सिरिज सुरु हुँदैछ हैन। त्यो सिरिजको नाम हो हरर स्टोरी सिरिज। मेरो च्यानलमा पनि भइरहा, मिरासको च्यानलमा पनि भइरहा हैन। आजको चाहिँ मेरो भिडियोमा पनि आउँदैछ, मेरो च्यानलमा पनि आउँदैछ, मिरासको च्यानलमा पनि आउँदैछ, दुवैकोमा पार्ट 1 आउँदैछ हैन। त्यसैले आज चाहिँ हैन हाम्रो हजुरहरुलाई एउटा हरर स्टोरी भन्छौँ हैन। यसको 4-5 एपिसोड चाहिँ हाम्रो यसरी हरर स्टोरी भन्छौँ हैन। यताबाट हेरिदिनु होला। मेरो सुतिसक्नु भएको छ, सुटिङ गर्दा गर्दै मेरो सुतिसक्नु भएको छ। अनि फेरि यसको चाहिँ पुरै सिरिजमा मिरा सुतेको हुनुहुन्छ। यतापट्टि के भन्छ हामीहरू नै होइन, अब यतापट्टि नै हजुरहरूलाई बसेर स्टोरी सुनाउँछौँ है एउटा। हामीहरू चाहिँ यतै बसेर हजुरहरूले एउटा स्टोरी सुनाउँछौँ है। ओके गाइस, अब पहिला स्टोरी चाहिँ जसको च्यानल त्यसले नै सुनाउनु पर्छ। त्यसैले आउनुहोस् त मिरास, यता बस्नुहोस् त, यतापट्टि बस्नुहोस् त। मिरास एउटा स्टोरी भनिदिनुहोस् त, हरर स्टोरी। हरर स्टोरी त्यो स्टोरी चाहिँ नेपालमा धेरै फेमस छ। त्यो स्टोरीको नाम चाहिँ जब तपाईँहरू एउटा कालोपुर देख्नुहुन्छ, त्यो एउटा कालोपुरमा तल एउटा मुर्कटाको सहर हुन्छ।